हेलो दर्शक नमस्ते। लु आज चाहिँ हामी दमकको इलाम लाग्दैछौँ। दाजुभाइ यता दमकदेखि बेलडाङ्गी हुँदै 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 गएर कति चपेटी हुँदै मङ्सेमसम्मको यात्रा हो हाम्रो चाहिँ आज। आफ्नै जन्मथलो घर जाँदैछौँ दाजु र म, कतै र म यता चाहिँ ड्राइभमा हो, म पछाडि ब्याग भिरेर बसिरहेको छु है गाइस। यस्तै छ हाम्रो गाउँघरमा बाटो। कहिले अब बिस्तारै गोलिया लिएर त्यही छ। अनि बाटो यस्तै छ। अहिले हामी ठ्याक्कै चपेटी नाघेर उकालो बस्दैछौँ। अब मङ्सेबुङ जाने बाटो यस्तै छ अहिले। इलाम र पाँचथरको सिमानामा पुग्न लाग्यो है। अब हामी एकछिनपछि अब हाम्रो इलाम र दमकको बोर्डरको गेटमा पुग्छौँ हामी। एकछिनपछि पुग्छौँ। यस्तो छ बाटो चाहिँ, वरिपरि जङ्गल छ, यसरी जानुपर्छ। शीतल छ, आनन्द छ, बाटो यस्तो छ है। अब हामी ठ्याक्कै बोर्डरको गेटमा